पाचन शक्ति बढाउने यी घरेलु उपाय जुन धेरै मानिसलाई थाहा नै छैन। ध्यान दिएर सुन्नुहोस्, तपाईको धेरै रोगको सुरुवात पेटबाट हुन्छ। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म ध्यान दिएर हेर्नुहोस् किनकि यो जानकारी तपाईको स्वास्थ्यका लागि अत्यन्तै महत्त्वपूर्ण हुन सक्छ। यस्तै उपयोगी स्वास्थ्य जानकारीका लागि मलाई फलो गर्न नभुल्नुहोस्। तपाईको धेरै रोगको सुरुवात पेटबाट हुन्छ। यदि पेट राम्रो छैन भने ग्यास, कब्जियत, थकान, छाला समस्या अनि कमजोर रोग प्रतिरोधात्मक शक्ति पनि हुन सक्छ। तपाईको पेट कमजोर छ भने शरीर बिस्तारै बिग्रिएको हुन सक्छ। पहिलो, बिहान खाली पेट तातो पानी पिउनुहोस् किनकि यसले पाचन प्रणाली सक्रिय गर्न र बाउल मुभमेन्ट सुधार्न मद्दत गर्छ। दोस्रो, खाना कहिले हतारमा नखानुहोस्, राम्रोसँग 25 देखि 30 पटक चबाएर खानुहोस् किनकि पाचन मुखबाटै सुरु हुन्छ। तेस्रो, अदुवा खानुहोस्, यसले पेट फुल्ने र ग्यास कम गर्न मद्दत गर्न सक्छ। कागतीसँग अलिकति अदुवा प्रयोग गर्नुहोस्। चौथो, फलफुल, दाल र सागसब्जी जस्ता रेसायुक्त खाना बढी खानुहोस् जसले गट हेल्थ राम्रो राख्छ र कब्जियत घटाउँछ। पाँचौं, दही खानुहोस्, यसमा भएका राम्रो जीवाणुले पेट बलियो बनाउन मद्दत गर्छन्। छैटौं, खाना खाएर तुरुन्त नसुत्नुहोस्, कम्तीमा 10 मिनेट हिँड्नुहोस्। सातौं, राति अबेरसम्म खाना खाने र धेरै चिल्लो खाने बानी छोड्नुहोस्, यो पेटको ठूलो दुश्मन हो। आठौं, पर्याप्त पानी पिउनुहोस्, पानी कम हुँदा पाचन प्रक्रिया सुस्त हुन सक्छ। नौ, राति राम्रो निद्रा लिनुहोस्, नत्र पेट पनि बिग्रिन सक्छ। यदि बारम्बार ग्यास, कब्जियत, अम्लपित, पेट दुख्ने वा दिशामा रगत आउने समस्या छ भने बेवास्ता नगर्नुहोस्। यदि लगातार पेट दुख्ने, दिशामा रगत आउने, धेरै कब्जियत वा तौल घट्ने समस्या छ भने घरेलु उपाय मात्र होइन, तुरुन्त डाक्टरलाई देखाउनुहोस्।